धेरै खुसीको सबै भक्तजनहरूलाई खुसी साथ यहाँ आउनुहोस्। तपाईँहरू औतारिएर भौतारिएर बौलाएर थकाएर पनि नहेर्नुहोस्, यो ठाउँमा आउनुहोस्। तर हेरेर नबस्नुहोस् भन्न चाहन्छु। आफ्नो लुकाएर नबस्नुहोस्, यहाँ आएर खोकाएर जानुहोस्। सिकाइदिनु भयो भाइलाई खास केही भएको थिएन, एक्कासी सिकाइदिनु भयो। एकैछिन नहुँदै आफ्नो घटनामाथि घटना एकदमै छिटो परिराख्यो। अनि के भयो भन्ने मलाई एकदम खुल्दुली लागेर मलाई चित्तै बुझेन। 45 दिन पनि पुगेको थिएन दाइको। अनि मलाई त चित्तै नबुझेर मलाई कार्य चाहिँ अहिलेसम्म कसैले काहीँ गर्न सक्नुभएको थिएन र अहिलेसम्म त्यो कार्य भएको पनि थिएन कसैको हातबाट। म जहाँसम्म अहिले जन्मेर म यत्रो वर्षको भए यस्तो कार्य गरेर यो मृत्युबाट जोगाएर हामीलाई अहिलेसम्म यहाँसम्म आफ्नो चेलाचेली गरेर कसलाई के आफ्नो गरेको छ, कसलाई के फिल गरेको छ, कसको घरमा कुन हातमा भर्किरहेको छ, कसको फुलपिटी रोएर नतरेर अथवा मुक्ति नपाएर बसिरहनु भएको छ। उहाँहरूको चाहिँ सबै उद्धार गरेर मोक्ष प्राप्त गर्न दिलाउन बस्नुभएको हाम्रो गुरुदेवले यो रुद्रमती खोलामा अति नै ठुलो महान कार्य गर्नुभएको छ। केही समय अगाडि मेरो दाइको अन्त्येष्टि भयो। अचानक अकालमा मृत्यु भयो। किन भयो त मृत्यु? आज गुरुदेव म अन्यायमा परे। मेरो एकजना दाइ मात्रै जानु भएन, 7 जना जानुभयो, 7 जना लहरै जानुभयो। आज पितृ देवताले आज मलाई इन्फर्मेसन दिनुभयो र मेरो भाइ बगाले मेरो अग्रज धामीहरूलाई मैले भन्दाखेरि उहाँले यो विधि विधान केही पनि जान्नु भएन। जान्नुहोस्, बुझ्नुहोस्, हो हजुरहरूको घरमा अग्रज हुनुहुन्छ, मूल धामी हुनुहुन्छ, कुल धामी हुनुहुन्छ। कुलको धामी बनाउँछु छोरालाई, अब हेर्छु महरी गुरुलाई। बिरामी निको हुन चाहन्छन् दर्शकवृन्द नमस्कार। आज पनि नयाँ प्रस्तुतिको साथमा उपस्थित भइसकेकी छु। म कार्यक्रम सञ्चालिका भगवती आचार्य। विश्व शान्ति अभियान विभिन्न रोगको एक ठाउँमा समाधान हुने नारा सँगसँगै हामीले विभिन्न रोगहरूको समस्या समाधान गर्दै आएका छौँ। आज विशेष गरी रुद्रमती गङ्गाको किनारमा छौँ हामी। विभिन्न समस्या बोकेर आउनुभएका भक्तजनहरू हुनुहुन्छ। यो रुद्रमती किनारमा केका लागि आउनुभयो र कस्तो कस्तो पूजा हुँदैछ भन्ने विषयमा केन्द्रित गरेर उपस्थित रहनुभएका भक्तजनसँगका छोटो मिठो कुराकानीहरू तपाईँमा जोड्न चाहन्छु। धेरै भूमिका नभइकन सिधै जान्छु बिरामीतर्फ। हजुरलाई स्वागत छ जयस टिभीमा। जयस। हजुरको शुभ नाम? दानबहादुर र आफ्नो सामान्य पेसा गर्दैछु। आज जयोस टेलिभिजनको केन्द्रीय कार्यालयबाट यो रुद्रमती किनार गङ्गाको तीरमा आएर विभिन्न शान्ति क्रिया पूजापाठ गरिरहेको छ। वास्तवमा यस किनारमा पूजापाठ चाहिँ के कुरा? धन्यवाद। सर्वप्रथम त विश्वभरि छरिएर रहनुभएका नेपाली मन मुटु र धड्कनहरूलाई आज यो जयस टेलिभिजनबाट आज नेपालकै धरधाम विश्वकै शिर आज रुद्रमती गङ्गा किनारबाट रहस्यमय एउटा त्यस्तो किसिमको चिज दृश्य देखाउन गइराख्नु भएको छ। र त्यस कारणले गर्दाखेरि सर्वप्रथम त यो जयस टेलिभिजन हजुर सञ्चालिका आज समस्त भक्तजनहरूमा यो सन्देश दिन चाहिरहेको छु। सर्वप्रथम त सम्पूर्ण विश्वभरि छरिएर रहनुभएका पुण्यात्मक यस जयस टेलिभिजनले जुन अवस्थामा निहालेर हेर्दै हुनुहुन्छ यो अद्भुतै छ, अमृतै छ। र के हुँदैछ हेर्नुहोस्। आज रुद्रमती किनारमा र कसले गर्दै हुनुहुन्छ रुद्रमती किनारमा। आज यो चिज 3 महिना अगाडि मेरो बिस्तारामा मेरा हजुरबाउले मलाई सन्देश दिनुभएको थियो। तसर्थ मैले मेरो हजुरबुवाले दिएको सन्देश त्यो थियो कि जहाँ मेरा 24वटा कुलधामीहरू हुनुहुन्थ्यो, 18 कुलधामी हुनुहुन्थ्यो, 7 कुलधामी हुनुहुन्थ्यो। त्यो कुलधामीको मध्येको एकजना कन्याले अचानक वीरगति अचानक उहाँ देहसान हुनुभएको थियो। ती वंशका घर कुलानका कुनै पनि दाजुभाइहरूले चासो दिनु भएन। मलाई जे आदेश थियो मैले ती मूलधामीहरूलाई बारम्बार इन्फर्मेसन गरेँ, बारम्बार जानकारी दिएँ। बारम्बार जानकारी दिँदाखेरि उहाँले सुन्नु भएन। एक कानले सुन्नुभयो, अर्को कानले उडाउनु भयो। प्लिज आज मैले मेरो बाउ, मेरो आमा, मेरो पिता सरी पुर्खा भनेर मैले अग्रजको मात्रै मैले उहाँहरूलाई अगाडि सारेँ र मेरो स्वर्गीय श्री हरिबोरा गुरुदेवलाई मैले यो जानकारी गराएन हजुर। त्योभन्दा अगाडि नै भदौ 21 गते कुल मष्टको पूजा र कुलको उत्पत्तिको बारेमा यही जयस टेलिभिजनको युट्युब वेबसाइटमा गएर हेर्नु होला कसरी गुरुदेवले आज मष्ट देवताको उत्पत्तिको बारेमा। त्यो बेला पनि तान्त्रिक दानबहादुर खत्री नै थियो। गुरुदेवले आज यसरी पुण्यभूमिमा
यसरी कुलको स्थापना र कुललाई कसरी मान्नुपर्छ भनेर आज श्रद्धेय श्री हरिबोरा गुरु महाराजले मलाई अगाडि राखेर गर्नुभएको थियो। आज यो जुन केस मैले गुरु महाराजलाई किन दुःख दिने भनेर गुरु महाराजलाई मैले भनेन। आज नभन्दा केही समय अगाडि मेरो दाइको अन्त्येष्टि भयो, अचानक अकालमा मृत्यु भयो। किन भयो त मृत्यु? आज गुरुदेव म अन्यायमा परे। मेरो एकजना दाइ मात्रै जानु भएन, 7 जना जानुभयो, 7 जना लहरै जानुभयो। आज पितृ देवताले आज मलाई इन्फर्मेसन दिनुभयो र मेरो भाइ बगाले मेरो अग्रज धामीहरूलाई मैले भन्दाखेरि उहाँले यो विधि विधान केही पनि जान्नु भएन। जान्नुहोस्, बुझ्नुहोस्, हो हजुरहरूको घरमा अग्रज हुनुहुन्छ, मूल धामी हुनुहुन्छ, कुल धामी हुनुहुन्छ, पण्डितजीहरू हुनुहुन्छ। वास्तविक जुन इन्फर्मेसन आउँछ छोरालाई, कुलको छोरालाई आउँछ, कुलको बुहारीलाई आउँछ र त्यस किसिमको विधि विधान जान्नु भएन भने तपाईँको शाखा सन्तान मात्रै होइन हजुर, तपाईँ पनि जान बेर लगाउनु हुँदैन। बिरामी बिरामी श्रीमती, बिरामी श्रीमती, दुबै रोगी दुःख पिर हो कति। म त धेरै भाग्यमानी रहेछु। आज मलाई गुरुदेव मलाई यस्तो भयो भन्दाखेरि गुरुदेवले एक झड्का नजर लगाइबक्स्यो, तपाईँको यस्तो भएको छ, यो विधि गर्नुपर्छ भनेर। आज हेर्नुहोस् त, हिजो बहिनी त कैयौँ आज देशको लागि भनेर टाउकोमा गोली थापे, छातीमा गोली थापे, कसरी थापियो, कसरी गए, कसरी जान्छ, आज देश दुर्घटनामा किन पैसा परिरहेको छ, यस्तो जानकारी सबैले पाउनु जरुरत छ। आज विश्वमा एक मात्रै त्यस्तो किसिमको प्रयोगशाला बनेको छ जहाँ जय होस् टेलिभिजनको प्रयोगशाला श्रद्धेय श्री हरिबोरा गुरुदेव तान्त्रिक योगीले जे भन्नुहुन्छ विश्वको एक मात्र आविष्कार केन्द्र जय होस् टेलिभिजन। यहीबाट म ठोक्का दिएर भन्न सक्छु। आज के हुँदैछ? आज मरेका पितृ आत्माहरूलाई कसरी बुझाउनु पर्दो रहेछ। हेर्नुहोस् आज रुद्रामती किनारमा आज विश्वको शिरबाट त्यो किसिमको तान्त्रिक त्यो मन्त्र विधिबाट, ज्योतिष विधिबाट र हजुरको त्यो धर्मशास्त्रीय विधिबाट आज ती मेरा पिता पुर्खा मेरो घरको मात्रै होइन, ती एक कन्याका मात्रै होइन, विश्वका जति पनि अकालमा मरेका छन् तिनीहरूको चाहिँ आत्मा शान्तिको लागि आज यो रुद्रामती नेपालको यो रुद्रामती बुढा नीलकण्ठ तीरबाट आज यो गङ्गा धामबाट आज त्यस्ता त्यस्ता चिज अकालमा विगति प्राप्त गर्नुभएका ती शान्ति सृष्टिहरू गर्न लागेका छन्। त्यसमा तान्त्रिक दानबहादुर खत्री मेरो जहाँ जन्म राप्ती अञ्चल प्युठान जिल्ला जहाँ माण्डवीय कुप्लोतिराम दाङको देवखोरी लम्माइ हुँदै आज गोदावरीको किटिनी ललितपुरमा सानो कुटियामा बस्ती गर्दै आएको म हो र आज यसको विधिपूर्वक गर्दैछौँ र अरू यसको बारेमा सम्पूर्ण भक्तजनले भन्नुहुनेछ। हस्त श्रद्धालु भक्तजन जहाँ लामो र ठाउँ भन्ने उमेरमा आफ्नो घर परिवार गाउँसँग भएका एक जना मात्र होइन, श्रद्धालु भक्तजन 8 जनाको 3 महिनाको भित्रमा मृत्यु सुहाउन पर्दाको त्यो अभाव, त्यो पीडा कस्तो भयो होला। घरमा 18 जना उनका थामीहरू छन् तर समस्याहरू समाधान गर्न सक्नु भएन। वास्तवमा समस्या के हो त भन्ने कुरो पत्ता लगाउनै सक्नु भएन। 18 जना उनका थामीहरूले समस्या समाधान गर्न नसकेपछि समस्या पुगेर जय होस् टेलिभिजनको सर्दै खुट्टे भाका आइपुगे। जबकि घर परिवारमा सधैँ अशान्ति भएको कारणले आज जय होस् टेलिभिजनको केन्द्रीय कार्यालयमा आएर रुद्रामती गङ्गाको किनारमा पितृको आत्मा शान्तिका लागि विभिन्न तान्त्रिक विधिबाट यसरी पूजापाठ गरिरहेको। यसमा म गुरुदेवपट्टि धेरै खुसी छु। साथमा धेरै भक्तजनहरू हुनुहुन्छ, उहाँहरू पूजापट्टि कतिको विश्वास गर्नुहुन्छ र पूजालाई के हुनुहुन्छ उहाँको भनाइ जस्ताको त्यस्तै सबैमा जोड्न चाहन्छु। हजुरलाई स्वागत छ। जय होस् टिभी। कहाँदेखि आउनु? विशेष गरी आज रुद्रामती गङ्गामा लाउन ठाउँ भन्ने उमेरमा मृत्यु भएका जहाँ पितृदोष लागेर विभिन्न समस्याहरू भोगिरहेका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई समस्या समाधानका लागि विभिन्न तान्त्रिक विधिबाट पूजापाठ भइरहेको छ। यो पूजापाठ हजुरलाई के कस्तो लाग्यो? अकालमा मरेका मार पाउनकै लागि यही हो। धन्यवाद। आज तपाईँ रुद्रामती गङ्गामा भएको पूजापाठ हजुरलाई के कस्तो लाग्यो? आजको पूजापाठ आत्माहरू शान्तिको कामनाको लागि सबैलाई शान्ति छोडेर घर घरमा उहाँलाई
महान कार्य रहेको छ। त्यो कार्य चाहिँ अहिलेसम्म कसैले काहीँ गर्न सक्नुभएको थिएन र अहिलेसम्म त्यो कार्य भएको पनि थिएन कसैको हातबाट। म जहाँसम्म अहिले जन्मेर म यत्रो वर्षको भए यस्तो कार्य गरेर यो बाट जोगाएर हामीलाई अहिलेसम्म यहाँसम्म आफ्नो जिल्लाचेली गरेर कसलाई के आघात गरेको छ, कसलाई के पीड गरेको छ, कसको घरमा कुन आत्मा भड्किरहेको छ, कसको कुलपिटी रोएर नतरेर अथवा मुक्ति नपाएर बसिरहनु भएको छ, उहाँहरूको चाहिँ सबै उद्धार गरेर मोक्ष प्राप्त गर्न दिलाउन बस्नुभएको हामीले यो रुद्रमती खोलामा अति नै ठुलो महान कार्य गर्नुभएको छ। यसमा हामी समावेश हुनु पनि हाम्रो ठुलो सौभाग्य जुरेको छ भन्न चाहन्छु। म यसमा अति नै खुसी छु। हस्, विशेष धन्यवाद। सर्वाधिक पठारमा एउटा रमाइलो भनौँ अथवा एउटा रोचक अचम्मको घटनासँग केन्द्रित भएर कुराकानी गरिरहेको छ, जसको पक्षमा लगातार जुठोमाथि जुठो फ्याँक्दै आयो। वास्तवमा यस्तो किन भयो त? एकपछि अर्को 10 दिन 12 दिनमै अर्को बित्नु कारण के हो त? ती समस्या भोग्दै आउनुभएका वंश अनि परिवार के भन्नुहुन्छ त? उहाँको छोटो मिठो कुराकानी तपाईँमा जोड्न चाहन्छु। हजुरलाई स्वागत छ। जय हजुर त्यसमा कहाँदेखि आउनु? आज रुद्रमती गङ्गामा तपाईँहरूको परिवारमा सुख शान्ति समृद्धिको साथसाथै विभिन्न अकालमा मरेका र लाउलाउ खाउँ भन्ने बेलामा परमुक्ति भएका ती आत्मा शान्तिका निमित्त विभिन्न पूजापाठ भइरहेको छ। यसमा यो पूजापाठ तपाईँलाई के कस्तो लाग्यो र तपाईँको परिवार अनि तपाईँको वंशमा घटेका ती घटनाहरू के छ? एक्कासी दाइ बित्नु भयो। दाइलाई खास केही भएको थिएन। एक्कासी दाइ बित्नु भयो। दाइ एकैछिन हुँदै आफ्नो घटनामाथि घटना एकदमै झुटो परिराख्यो। अनि के भयो भन्ने मलाई एकदम कुलकुली लागेर मलाई चित्तै बुझेन। 45 दिन पनि पुगेको थिएन दाइ गयो। अनि मलाई त चित्तै नबुझेर मलाई देवमा सुकेधारा आएँ। अनि मैले सुकेधारा आएर देवसँग सोधेको देव किन हो मेरो त लगातार माथि अब यो के भयो भने अनि कृपाले दाइ समय टाइम हेर्नुहोस् म हेरिदिन्छु भन्नुभयो। अनि मैले कृपालाई समय टाइम कृपाले भन्नुभयो तपाईँको अझै पनि एउटा पूजा गर्नुपर्छ। त्यो पूजा गरेर पनि सात यहाँ जान तपाईँको वंशको अझै पनि जान्छन् भन्नुभयो गुरुबाले। अनि मैले त्यसको लागि अब मैले के गर्नुपर्छ गुरुबा भन्नु गुरुबाले भन्नुभयो 45 दिन बोलाएर बस्नुहोस्, 45 दिन चाहिँ मलाई भेट्नुहोस् न भनिदिन्छु भन्नुभयो। अनि 45 दिन के त्यसमा गुरुबाकोमा आएँ। अनि गुरुबाकोमा आउँदाखेरि गुरुबाले एउटा यस्तो पूजा गर्नुपर्छ, मान्छे नै बनाएर पूजा गर्नुपर्छ, त्यो पूजा गरेपछि तपाईँको रोकिन्छ भन्नुभयो। अनि हुन्छ गुरुबा म गर्न तयार छु। समयमै भक्तजन जय होस् टिभी हेरी सुनियो समस्या समाधानकारी रुखवेदा विषय पर्ने ठाउँ। मलाई एकदम खुसी लागेको छ। अब मेरो गुरुको लाइनहरू अब राम्रो हुँदै जानुहुन्छ, मेरो भाइ भाउसँग पनि राम्रो हुन्छ भन्ने विश्वास लागेको छ। जय होस् टेलिभिजन हेरेर बस्नुभएका सरदार भक्तजनलाई के भन्न चाहनुहुन्छ? अनि मुटु देख्नु छोडेको छ। मलाई एकदमै विश्वास लागेको छ। म आभार छु। अरूहरू पनि त्यस्तो केही समस्या छ भने आएर सुकेधारा आएर गुरुसँग भेटघाट गरेर राम्रो अझै राम्रो हुन्छ भन्न चाहन्छु। किनभने अगति गरेका व्यक्तिहरू चाहिँ जब सद्गति प्राप्त गरेर तबसम्म तिनीहरूले त्यो कुलमा दुःख दिइरहन्छ। तिनको सद्गति भएपछि अनि मात्रै उनीहरूले चाहिँ त्यो कुललाई चाहिँ दुःख दिँदैन। रुद्रमती गङ्गाको किनारमा आज शान्तिको पूजा विभिन्न प्रकारका पूजापाठ भइरहेको छ। यो पूजापाठ एकदमै राम्रो छ। पूजापाठ देवद्वारा तान्त्रिक विधिबाट जुन कसैले पनि गर्नु नसकेको कुराहरू हामीले पनि अगाडि बढाइदिएको थियौँ। आफ्नो प्रत्यक्ष भैबोराज्यूद्वाराबाट यहाँ विशेष पूजा हुन गइरहेको छ। उहाँहरूको आत्मा चाहिँ शान्ति पाउनको निमित्त र पाठ गर्नको लागि र उहाँहरूले चाहिँ अब कुनै पनि ठाउँमा पनि अब यति साधु सन्त हुनुहुन्छ अथवा पन्थीले भनौँ उहाँहरूले चाहिँ कर्मकाण्डहरू राम्रोसँगले गर्नुभयो भने चाहिँ पृथ्वीले जति पनि भाग दिए पनि उहाँहरूले चाहिँ पाउनु हुँदैन रहेछ। र एउटा मन्त्र छुट्याए पनि चाहिँ हाम्रो पृथ्वीहरूले चाहिँ केही पनि फल केही पनि खाना लाउनु पाउनु हुँदैन रहेछ। आज चाहिँ स्वयं यस रुद्रमती गङ्गामा आएर गुरुदेव भैबोराज्यूद्वारा तान्त्रिक विधिबाट अकालमा मरेकालाई पाठ गर्नको लागि र जुन चाहिँ सुसाइड हुन्छ नि
जुन आफै मरेको आत्माहरू उहाँहरूको लागि पनि अब कुलले र कुलले नि लिनु हुँदैन थानीले नि लिनु हुँदैन रहेछ र उहाँहरूलाई पनि खाना लाउनको लागि चाहिँ आज विशेष पूजाहरू हुन गइरहेको छ। म एकदमै धन्यवाद। आज रुद्रमती गङ्गाको किनारमा यो तान्त्रिक विधिबाट विभिन्न पूजापाठ भइरहेको छ। जसमा भन्ने उमेरमा परमुक्ति भएका आत्माहरूको शान्तिका निमित्त तान्त्रिक एवं ज्योतिष पूजाहरूबाट विधिगत रूपमा पूजापाठ भइरहेको छ। अकालमा मरेको यस्ता दुःख दिइरहने वंश घर परिवारमा दुःख दिइरहने त्यसलाई गुरुबाले त्यो दृष्टिबाट हेरेर होइन त्यसको समाधानको लागि जुन रुद्रमती हिमखोलामा जुन कार्य गर्न लागेको छ यो चाहिँ धेरै सराहनीय कार्य हो। त्यसले चाहिँ अब जुन वंशमा त्यस्तो घटना घट्यो त्यो कार्यबाट वंशलाई चाहिँ एकदम लाभ मिल्छ होइन, धेरै राम्रो हुन्छ। खुसी हुनुहुन्छ? धेरै खुसी। हस्, विशेष धन्यवाद। स्वागत छ। हजुर उसको नाम? शिवनारायण श्रेष्ठ। कहाँदेखि आउनु? बालुवाटा। हजुर, रुद्रमती गङ्गाको किनारमा भएको पूजापाठ के गर्नु लाग्यो? आज त्यो उहाँले अकालमा मरेका र ठाउँ ठाउँ लाउनु भन्ने बेलामा परमुक्ति पाएका जुन अब मुक्त आत्माहरू जसरी न स्वर्ग पाछन् न नर्क पाछन् न बिचमा बसेका पात्रहरू छन् उहाँहरूको चाहिँ मुक्तिको लागि पूजापाठ गर्दै हुनुहुन्छ। र अकालमा मृत्युभन्दा झुन्डेर मर्ने, बगेर मर्ने, कुनै व्यक्तिलाई हत्या भएर मर्ने, गाडी दुर्घटनाबाट मर्ने व्यक्तिहरूको लागि चाहिँ अकालमा मृत्यु भनिन्छ। त्यस्ता मृत्यु भएको व्यक्तिहरूलाई कुनै स्थानीय देवदेवताले पनि मान्दैन र उनीहरू चाहिँ प्रेतै बनेर भुकाइरहेको हुन्छ। त्यसले गर्दा जुन घरका व्यक्तिको त्यस अकाल मृत्यु भएको छ त्यो घरले सधैँ दुःख दिइरहन्छ र त्यो दुःख सधैँ उसले पाइरहेछ। अब त्यही दुःख नहोस्, कुनै पनि व्यक्तिको अकाल मृत्यु भएको छ भनेदेखि त्यसको लागि सुख शान्ति होस्, स्वर्ग जाने बाटो खुलोस् भनेर आज रुद्रमती किनारामा बसेर गुरुबाले पूजाआजा गर्दै हुनुहुन्छ। खुसी हुनुहुन्छ? म एकदम खुसी छु। आज जङ्गल टेलिभिजनबाट रुद्रमती गङ्गामा विभिन्न उपस्थित भएका मलाई धेरै राम्रो लागेको छ यो पूजा। अब आजसम्म हामीले अब काका दुःखहरूलाई देखायो भने अब झुली मर्या, लडी मरेर बायुहरूले दुःख दिएको छ भनेर कसैले यसरी उद्धार गरेको थिएन। अब यहाँ आएर गुरुबाले देखायो भन्दाखेरि गुरुबाले भन्नुभयो यस्तो यस्तो तरिकाले गर्नुपर्छ भन्नु। हामीले यो झुन्डी मर्या, लडी मर्या, डडी मर्या, बगी मर्या, अब यिनीहरूले धेरै हामीलाई दुःख दिने रहेछ। कालगतीले मरेको त हामीले पार पर्ने रहेछ। यो यसरी झुन्डिएर मर्ने, अगति परेर मर्नेहरूले धेरै दुःख दिने रहेछन्। न त वैकुण्ठको बास न धन्तीको बास, बिचैमा अलपत्र पारेर भौतारिएर अब हामीलाई दुःख दिँदा छन्। हामीले केही जान्ने रहेछौँ अहिलेसम्म। हामी मूर्ख रहेछौँ, जान्दैनछौँ। यस्तो तरिकाले पूजा गराउनु हुँदो रहेछ गुरुबाले हाम्रो मरेको मान्छेहरूको आत्माको लागि। अब पूजा गराउनु भएको छ पुरा बकाइदा तरिकाले लासे जस्तो बनाएर बकाइदा तरिकाले रुद्रमती खोलामा आएर लासे जस्तो गरेर उहाँले हाम्रो पितृहरूलाई अब पार तराउँदै हुन्छ गुरुदेवले। अब यस्तो त हामीले काहीँ पनि पाएको थियौँ, जय होसमा आएर पायौँ। तर सबै म भक्तहरूलाई के भन्छु भने जय होस टिभीमा आएर एकपल्ट देखाउनुहोस्, हजुरहरू भौतारिएर नहिँड्नुहोस्, औतारिएर नहिँड्नुहोस्। यहाँ आएपछि हजुरहरूको समस्याको समाधान चट्टै हुन्छ। 100मा 100 भन्छु कि म अब आफूले पनि 100मा 100 निको भएकोले गर्दाखेरि म यही भन्छु भक्तजनहरूलाई, यो जस्तो ठाउँ आजसम्म काहीँ पाइएन पनि हाम्रो पितृहरूलाई उद्धार गर्ने ठाउँ कि साह्रै राम्रो कुल पितृ देवी देवता वस्तु उद्धार गर्ने भनेको यहाँ आएर रहेछ। अब त्यसरी झुन्डेर मर्या, लडेर मर्या, डढेर मर्या, अब फालानेर मरेकोहरूलाई चाहिँ तपाईँको न देवताले लिँदा रहेछन्, न कुलले लिँदा रहेछन्, न खानी देवताले लिँदा रहेछन्, न देवीले लिँदा रहेछन्, कसैले लिँदा रहेनछन्। बिचमै औतारिएर भौतारिएर हिँडेर हामीलाई नै दुःख दिँदा रहेछन् कि हाम्रो बालबच्चा सन्तान गाई बस्तु भैँसी जे छ हामीले त्यसैमा दुःख दिँदा रहेछन्। तर हामीले यो उद्धार गर्न सक्यौँ भने हामी पनि उद्धार हुने रहेछौँ। हाम्रो भगवान् रूपी गुरु पाएको छौँ, हामीलाई गुरुबाले उद्धारै गर्नुभएको छ। भगवानै खासै कि भगवानै भेटाएको छु हामीलाई। देवसी जय टिभीमा आइकन म त धेरै खुसी हुन्छु र धेरै सुखी पनि छु र धेरै रोगबाट मुक्त पनि भएको छु। म सबै भक्तहरूलाई यही भन्छु, जय टिभीलाई त एकपल्ट हेर्छु मात्रै होइन, यहीँ आएर
हजुरहरूले जय टिभीमा आएर विचार गर्नु कस्तो लाग्छ हजुरहरूलाई। जय टिभी मुखले मात्रै भन्ने होइन कि काम व्यवहारले गरेर उतार्ने ठाउँ हो यो। हामी रोगबाट मुक्ति हुने ठाउँ पनि हो यो। सबै भक्तजनहरूलाई मैले यही भन्छु। अब आफू पनि त्यही भएर हिँडेको थिएँ, अहिलेसम्म औतारिएर भौतारिएर हिँडेको थिएँ। यहाँ आएपछि म लाइन लाग्दैछु, लाइनको बाटो हुँदैछ, मेरो समस्याको समाधान हुँदैछ। अब तुरुन्तै पाकेको भात त हामीले थाला पसेर भन्ने खाना पाउँदैन। हामीले त धेरै दुःख पीडा कष्ट पाएको त हामीलाई एउटा लहरो पहरो डाँडो काँडो सबै पन्साउँदै अन्साउँदै मनसाउँदै होइन भिड पाखा पहर हामी सिधा बाटो गएर कुन भर्खारमा पर्ने रहेछौँ। तर हामीलाई गुरुदेवले लहरो पहरो पन्साउँदै मनसाउँदै अन्साउँदै खाल्टो पुर्दै होइन डाँडा काँडा पन्साउँदै हामीलाई अब गोरेटो बाटोबाट हुँदै हामीलाई टक्कर रोटामा निकाल्दै हुन्छ। मूल बाटोमा बल्ल हामीलाई गुरुदेवले निकाल्दै हुनुहुन्छ कि हामी त्यसरी हिँडेर रहेछौँ। यो डाँडा काँडा पहारा पर्वत सबै फोर्दै हामीलाई तुरुन्तै त हुँदैन, हामीले अतालिनु हुँदैन। तर हामीलाई बढाउँदै एउटा अर्कोपछि अर्को पन्साउँदै मनसाउँदै अन्साउँदै हामीलाई गुरुदेवले हामीलाई के होस् अब यो भौतारिएको ठाउँबाट हामीलाई मूल बाटोमा निकाल्दै हुन्छ। म त निस्किँदैछु, निस्किसक्न पनि लाग्यो। हामी अतालिनु हुँदैन, बिस्तारै गर्दै जानुपर्छ, मनदेखि गर्नुपर्छ। तुरुन्तै हुँदैन, हुँदै जान्छ। तर मलाई यहाँ आएपछि धेरै राम्रो हो। म कति भौतारिएर औतारिएर मेरो जतिले मलाई कति जानु म धेरै खुसी छु। सबै भक्तजनहरूलाई पनि खुसी साथ यहाँ आउनुहोस्। तपाईँहरू औतारिएर भौतारिएर बौलाएर थकाएर पनि नहेर्नुहोस्, यो ठाउँमा आउनुहोस्। पर हेरेर नबस्नुहोस् भन्न चाहन्छु। आफ्नो रोग लुकाएर नबस्नुहोस्, यहाँ आएर ठोकाएर बारम्बार अनि बिना ठाउँमा गङ्गा आरतीको साथमा विभिन्न पाठ गरिरहेको छ। यो दृश्य जस्ताको कतै तपाईँ मान्छे देखाइरहेको छु। लाउला र खाउँ भन्ने उमेरमा परमुक्ति भएका आत्माका शान्तिको लागि गरेको यो पूजापाठ अझ सबैलाई दिनको लागि कृपया कमेन्ट गर्न गएर कमेन्ट लेख्न नभुल्नुहोला भन्दै पुनः अर्को कार्यक्रममा मन परे है हरि जय होस् टिभीलाई अलमस्ती सब्सक्राइब गरौँ है, अलमस्ती सब्सक्राइब